साथीहरु कहिले कहिले चाहिँ सधैं गरिरहने काममा पनि कतिवटा मिस्टेक हुन्छ है। आज चाहिँ मैले दाल पकाए हैन, हल्दी हाल्नै बिर्सेछु हो। सेतो न सेतो छ दाल। अन्त फेरि अहिले डबल काम हेर्नु नि। अब अहिले फेरि अलिकति तेल हालेर फेरि मैले हल्दी हालेर यसरी पकाउनु परिरहेछ। कोही बेला चाहिँ त्यस्तो हुन्छ है, आफूले सधैं गरेको काम पनि मिस्टेक हुन्छ। र यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ मेरो दाल पाक्यो। त्यसपछि चाहिँ मैले यहाँ नि फर्सीको बियाँ राखेको छु। यसलाई भुटेर अचार पिन्छु। कोकोलाई चाहिँ फर्सीको बियाँको अचार मन पर्छ भन्नुहोस् है। म चाहिँ जहिले फर्सी ल्याउनु भयो भने यसरी बियाँ जम्मा गरेर राख्छु। अन्त अब यसलाई के भन्छ, कतिले सिड्स भन्छ हैन, कतिले दाना भन्छ, कतिले अब के भन्छ हैन। हामी चाहिँ बियाँ भन्छौँ हैन। अन्त अब यसलाई चाहिँ मजाले भुटेर धुएर भुटेर टमाटर अदुवा हालेर दामी अचार पिन्नुपर्छ। यहाँनिर चाहिँ म फर्सीको सिड भुट्दैछु। अन्त साथीहरु भर्खर धुको नि त, के भन्छ यसरी तेल छिरिँदैछ। के भन्छ आज चाहिँ मेरो जे काम गर्छु त्यही मिस्टेक हुँदैछ क्या। जे पनि गर्छु त्यही मिस्टेक हुँदैछ। किनभने नानीलाई सन्चो छैन नि त। नानी सन्चो नभएपछि नि आमाले गर्ने काम हर काम गल्ती हुँदो रहेछ। म मात्रै त्यस्तो हो कि तपाईहरु पनि त्यस्तो हुन्छ हौ। नानीहरु बिमार हुँदाखेरि काम गरेको पनि उल्टा पाल्टा हुन्छ हौ।